म कलाकार शीतल हजुरहरूको माझ एउटा सानो कुरा लिएर आएको छु। ध्यान दिएर सुनिदिनुहोस् है। अनि आज होलीको दिन ह्याप्पी होली पनि भन्न चाहन्छु। अनि आफ्नो बालबच्चाहरूलाई छतमा जानबाट बचाउनुहोस् है। छतबाट लडेर धेरै दुर्घटनाहरू भएका हल्लाहरू हामीले पहिला नै सुन्न पाइराखेको छौँ। त्यस्तो नहोस्। अनि एउटा कुरा भन्न जान्छु, हजुरहरूले ध्यान दिएर सुनिदिनुहोस् ल। मैले आजसम्म कहिले यसरी भोट मागेको छैन। आज म हाम्रो हिन्दू राष्ट्र बचाउनलाई, हामी हिन्दू हो भनेर पहिचानका साथ बाँच्न पाउने अधिकारको लागि मैले एउटा भोट माग्दैछु हजुरहरूसँग। हजुरहरूले बुझिसक्नुभयो होला मैले कसलाई भोट माग्न लागेकी भनेर। अनि सनातन धर्म हिन्दू बचाओ अभियान, हामी हिन्दू राष्ट्र चाहन्छौँ अनि हामी नेपाली भएर बाँच्न चाहन्छौँ। नेपाली हौँ भनेर गर्व गर्न चाहन्छौँ अनि हामी वीर गोर्खालीका सन्तान हौँ भनेर पहिचानका साथ हामी बाँच्न चाहन्छौँ। हामी जहाँ गए पनि हामी नेपाली हो भनेर गर्वका साथ पहिचान दिन चाहन्छौँ। त्यसैले हाम्रो धर्म बचाउन हामीले जरुरी छ। त्यसैले मनलाग्दी तन्त्र भित्रिए यहाँ, होइन त। अनि हजारौँ एउटा टाउकेहरूले देश लुटेर खाए। हजारौँ टाउकेहरूले देशलाई सखाप बनाए। त्यसैले अब हजार टाउका होइन, हामीलाई एउटा राजा चाहिन्छ, राजा। त्यसैले हाम्रो देश बचाउनलाई अब राजाले मात्र सक्नुहुन्छ। राजा ल्याउनलाई तत्पर भएको पार्टी भनेको राप्रपा हो। त्यसैले हाम्रो राप्रपालाई भोट दिएर हजुरहरूले जिताउनुहोस् अनि राजा ल्याउने अभियानतिर हामी लागौँ। यही भन्न लागेको। पर्सि आउँदै गरेको चुनावमा हजुरहरूले दायाँ बायाँ कहीँ पनि नहेरिकन सिधै हलोमा छाप लगाउनुहोस् अनि हामी नेपाली हौँ भनेर गर्वका साथ गर्ने ठाउँ खोज्नुहोस्। अहिलेसम्म हामीले हाम्रो पहिचान दिन डराउनु परेको छ। हामी नेपाली हौँ भनेर गर्व गर्ने हाम्रो ठाउँ नै छैन। त्यसैले हामी